아니 그래 나좀 비워 그래 뭐죠 집에 나좀 비워
डाक्टर माननीय डाक्टर टकराज गुरुङज्यूको आगमन भइसकेको छ। यसै गरी म अब कार्यक्रमलाई ढिला नगरिकन अगाडि बढाउन गइरहेको छु। यसै गरी हाम्रो माझमा अब म कार्यक्रमलाई ढिला नगरिकन अगाडि बढाउन गइरहेको छु। सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू, शिक्षिका म्याडमहरू, म अब कार्यक्रमलाई सञ्चालन गर्नका लागि आजका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री, लमजुङ प्रदेश सभाबाट निर्वाचित, प्रिय सबैको मनमुटुमा बस्न सफल विकास प्रेमी नेता डाक्टर माननीय डाक्टर टकराज गुरुङज्यूलाई आजको प्रमुख अतिथिको आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। यसै गरी विशेष अतिथिको आसन ग्रहण गरिदिनुको लागि दोर्दी गाउँपालिकाका उपाध्यक्ष आदरणीय भिक्षबहादुर घलेज्यूलाई म विशेष अतिथिको आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। ताली बजाइदिनुको लागि म यहाँलाई हार्दिक अनुरोध गर्दछु। आजको हाम्रो कार्यक्रम शुभारम्भ हुँदैछ। समापन समारोहको यो विधिवत रूपमा शुभारम्भ हुँदैछ। कृपया ताली बजाइदिनलाई यहाँलाई म हार्दिक अनुरोध गर्दछु। धन्यवाद कार्यक्रम सञ्चालक, यसै विद्यालयका पूर्व शिक्षक एवं यस प्रचार प्रसार समितिका संयोजक मित्र सुनिल घलेज्यूलाई। आज दोर्दी गाउँपालिका वडा नम्बर 6 कीर्तिपुर बेसीमा अवस्थित भगवान आधारित विद्यालयले 49औं वर्ष पार गरेर 50औं वर्षमा पाइला टेकेको सुखद अवसरमा शरणौं जयन्तीको जुन आज तेस्रो दिन, शरणौं जयन्तीको तेस्रो दिनको समापन उद्घाटन समारोहका जुन सभा अध्यक्ष यसै विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष आदरणीय दाइ मिनुबहादुर घलेज्यू, सोही कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश आर्थिक मामिला मन्त्री आदरणीय माननीय डाक्टर टकराज गुरुङज्यू, यसै गरी विशिष्ट अतिथि दोर्दी गाउँपालिका उपाध्यक्षज्यू लगायत मञ्चमा आसिम अतिथिज्यू, विभिन्न राजनीतिक दलका प्रतिनिधिज्यू, विभिन्न यस विद्यालयलाई चाहिँ स्वर्ण महोत्सवलाई चाहिँ भव्य र सभ्यका साथ सफल पार्नका निम्ति देश तथा विदेशबाट चाहिँ सहयोग गर्नुहुने चन्दा दादाज्यू, यसै विद्यालयलाई चाहिँ जगदादा गर्नुहुने जगदादाज्यू, विभिन्न राजनीतिक दलका प्रतिनिधिज्यू, विभिन्न विद्यालयबाट पाल्नुहुने शिक्षक एवं शिक्षकज्यू, विभिन्न विद्यालयका व्यवस्थापन समितिका अध्यक्षज्यू, विभिन्न विद्यालयबाट पाल्नुभएका विद्यार्थी भाइ बहिनीहरू र विभिन्न युवा क्लबका प्रतिनिधि, आमा समूहका प्रतिनिधि र बाबा समूहका प्रतिनिधि र यस विद्यालयलाई यस स्वर्ण महोत्सवको निमन्त्रणालाई हाम्रो निमन्त्रणालाई स्वीकारेर यस स्वर्ण महोत्सवलाई भव्य र सभ्यका साथ सफल पार्नका निम्ति हाम्रो निमन्त्रणालाई स्वीकारेर आउनुहुने
बा आमा दाजुभाइ तथा दिदीबहिनीहरूमा सम्पूर्ण यस भगवान विद्यालयको तर्फबाट हार्दिक स्वागत एवं जाडो महोत्सवको न्यानो अभिवादन। हामी धेरै खुसी छौँ यस आज 49औं वर्ष पार गरेर चाहिँ 50औं वर्षमा चाहिँ हामीले पहिला केको सुवर्ण अवसरमा सुखको यो स्कुलको चाहिँ जन्म बर्थडेको दिन चाहिँ हामी तेस्रो दिन चाहिँ मनाउँदै गइरहेको छौँ। सो समापनका प्रमुख अतिथि, विशिष्ट अतिथि र विभिन्न सङ्घ संस्था, विभिन्न राजनीतिक दल, विभिन्न किसिमको गाउँ बस्ती क्लब, विभिन्न बाबा आमा समूहले सहयोग गर्नुहुने सम्पूर्ण सहयोगदाता र सो कार्यक्रममा आउनुहुने सम्पूर्ण विशिष्ट प्रमुख अतिथि, विशिष्ट अतिथि, सम्पूर्ण अतिथिहरूलाई फेरि पनि म हार्दिक स्वागतम भन्दै मेरो एक दुई शब्द यहीँ पुग्याउँछु। हार्दिक स्वागतम। जय भगवान। भगवान आवासीय विद्यालयको यो 50औं वार्षिक उत्सव स्वर्ण महोत्सव कार्यक्रमका आदरणीय सभापति, विद्यालय व्यवस्थापन समितिका आदरणीय सभापति मिन घलेज्यू, यो कार्यक्रमका विशेष अतिथि दोर्दी गाउँपालिकाका आदरणीय उपाध्यक्ष भिक्षाबहादुर घलेज्यू, नेपाली काङ्ग्रेस लमजुङका सचिव, नेकपा एमाले लमजुङका उपाध्यक्ष लगायत नेपाली काङ्ग्रेस, नेकपा एमाले, अरू नेकपा माओवादी केन्द्र लगायत विभिन्न पार्टीका विभिन्न तह तबकामा रहनुभएका आदरणीय मित्रहरू र यो दोर्दी गाउँपालिकाका वडा नम्बर 1, 3, 6, 8 का आदरणीय वडाध्यक्ष मित्रहरू, बाल कल्याण मावि लगायत यस आसपासका सबै आदरणीय छिमेकी विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्षज्यूहरू, प्रज्यूहरू, शिक्षक मित्रहरू र यो कार्यक्रममा भव्य सभ्य सफलताको लागि विभिन्न ठाउँबाट आउनुभएका आदरणीय राष्ट्रिय कलाकार मित्रहरू, पत्रकार मित्रहरू र मेरो सबै आदरणीय इष्ट मित्रहरू सबैलाई एकमुष्ट गण्डकी प्रदेश सरकारको तर्फबाट, मेरो व्यक्तिगत तर्फबाट सबैलाई न्यानो जय नेपाल, सबैलाई जय नेपाल। सबैभन्दा पहिला यो विद्यालयको म उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्न चाहन्छु। यहाँका नानी बाबुहरू सबैको सुखद भविष्यको पनि म कामना गर्न चाहन्छु। र आदरणीय इष्टमित्रहरू, आज सोनाम लोसार, देश तथा विदेशमा रहनुभएका सबै आदरणीय दाजुभाइ दिदीबहिनीहरूलाई म नयाँ वर्ष लोसारको पनि म शुभकामना व्यक्त गर्न चाहन्छु। र यो सँगसँगै म यही निर्वाचन क्षेत्रबाट निर्वाचित जनप्रतिनिधि, मेरो आदरणीय मतदाताहरू, मेरो आदरणीय इष्टमित्रहरू, मेरो विभिन्न हिसाबले यहाँका नातागोताहरू हुनुहुन्छ, म कसैको ज्वाइँ होला, कसैको दाजुभाइ होला, विभिन्न किसिमले मेरो सबै आदरणीय इष्टमित्रहरू, तपाईँलाई साइनो अनुसारको नमस्कार, साइनो अनुसारको म सेवा ढोक पनि भन्न चाहन्छु। र आज यो विद्यालयको कार्यक्रम भएको हुनाले म सबैभन्दा पहिला यहाँको विद्यालयको सन्दर्भमा, विद्यार्थीको सन्दर्भमा र समग्र युवाको सन्दर्भमा म आफ्नो भनाइहरू राख्न चाहन्छु कि आज एउटा समाजमा हामी सबैमा एउटा खाले मनोविज्ञान सबैमा सृजना भएकै छ। आज विद्यालयमा पढ्दै गरेको, एससीको तयारी गर्दै गरेको, 10+2 मा पढ्दै गरेको अथवा +2 मा अत्यन्तै राम्रो नम्बर लिएर त्यस पछाडि उच्च शिक्षाको आकाङ्क्षाका साथ एउटा दुविधामा परेको हरेक तपाईँको नवजवान विद्यार्थीदेखि त्यो नवजवानका सबै अभिभावकहरूलाई एउटा खाले वातावरण, एउटा खाले वायुमण्डलले पिरालेकै छ। आज सबै नेपाली अभिभावक, नेपाली युवा विद्यार्थीलाई पलायनवादले अत्यन्तै छोएको छ। आज सबैको मनमा, आज सबैको मस्तिष्कमा, हरेक अभिभावकहरूको विज्ञानमा पनि के भएको छ भने आफ्नो नानी बाबुलाई भविष्य खोज्न, आफ्नो नानी बाबुको समृद्धि खोज्न तेस्रो मुलुकमा पठायो भने मात्रै राम्रो भविष्य हुन्छ भनेर आज नानी बाबुलाई पनि लागेको छ, आज युवालाई पनि लागेको छ, आज नानी बाबु र युवाको बाउ र आमालाई पनि लागेको छ। अनि त्यो सँगसँगै अहिले समाजभित्र अत्यन्तै निराशाको कुरा धेरै फैलिएको छ। नेपालमा बसेर केही हुँदैन, नेपालमा भविष्य छैन,
भन्ने यो भाषा यत्र त्यत्र सर्वत्र चाहिँ तपाईँको चाहिँ भएको छ हेर्नुहोस्। त्यसैले मैले एउटा कुरा चाहिँ यहाँनिर के जोड्न चाहेको भने हामीले हाम्रो नानी बाबुलाई राम्रो मान्छे बनाउने, योग्य बनाउने, क्षमतावान बनाउने, राम्रो जनशक्ति बनाउने, अनि तेस्रो मुलुकमा निर्यात गरेर तेस्रो मुलुकमा काम गरे पश्चात त्यो तेस्रो मुलुकबाट आउने आम्दानीले नेपालको समुन्नति हुन्छ, नेपाल आत्मनिर्भर हुन्छ, नेपाली सुखी बन्छ भनेर हामीले सोच्यौँ भने त्यो कतै पनि सत्य होइन। यो अल्पकालीन रूपमा यसले केही सकारात्मक प्रभाव पारेको होइन, तर दूर भविष्य र दीर्घकालीन सोचका साथ जाने हो भने यो कतै राम्रो बाटो होइन।
धन्यवाद पूर्व विद्यार्थी बहिनीहरू रोजिना गरेको समूहलाई। अब भने हामी आजका प्रमुख अध्यक्ष यसै विद्यालयका पूर्व आदरणीय व्यक्तित्व दिलबहादुर घलेज्यूलाई म शुभकामना मन्तव्य राखिदिन लागि हार्दिक अनुरोध गर्दछु। धन्यवाद कार्यक्रम सञ्चालक सुनिल घलेज्यूलाई। भगवान आधारभूत विद्यालयको यो 50औं वर्षमा टेकेको अवसरमा आजको यो स्वर्ण जयन्ती समापन समारोह हामी आज यो समारोहमा जुटिरहेका छौँ। यो समापन समारोहका सभाध्यक्ष यसै विद्यालयका विस्तरण समितिको अध्यक्ष मिनबहादुर घलेज्यू, आजका प्रमुख अतिथि गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री माननीय डाक्टर टकराज गुरुङज्यू, आजको विशेष अतिथि दोर्दी गाउँपालिकाका उपाध्यक्ष विश्वबहादुर घलेज्यू, वडा नम्बर 1, वडा नम्बर 3, वडा नम्बर 8 र वडा नम्बर 6 का वडा अध्यक्षज्यूहरू, नेकपा एमाले जिल्ला कमिटीका उपाध्यक्ष जितबहादुर गुरुङज्यू, नेपाली काङ्ग्रेस जिल्ला कार्य समितिका सचिव कृष्ण अधिकारीज्यू, त्यसै गरी नेकपा एमाले जिल्ला कमिटीका उपसचिवज्यू, मञ्चमा आसीन विभिन्न सङ्घ संस्था पार्टीबाट पाल्नुभएका पार्टी प्रतिनिधिज्यूहरू, साङ्गीतिक क्षेत्रबाट यहाँ हामीलाई मनोरञ्जन दिनको लागि आउनुभएका कलाकार कर्मीहरू, विभिन्न विद्यालयबाट पाल्नुभएका विद्यालय व्यवस्था समितिका अध्यक्षज्यूहरू, विद्यालयका प्रभाज्यूहरू, शिक्षक वर्गहरू, यसै विद्यालयको प्रधानाध्यापक, विद्यालय व्यवस्था समितिका पदाधिकारीहरू, सम्पूर्ण शिक्षकहरू, विद्यार्थी भाइ बहिनीहरू र यहाँ यो समापन समारोहमा पाल्नुहुने सम्पूर्ण चन्दादाता बाआमा दिदीबहिनीहरू, भूमिदाता जो हाम्रो माझ हुनुहुन्न उहाँहरूलाई चाहिँ स्मरण गर्न चाहन्छु र सम्पूर्णलाई यो अन्तिम दिनको अन्तिम घडीमा म दिलबहादुर घलेको तर्फबाट न्यानो अभिवादन गर्न चाहन्छु। सर्वप्रथम त यो विद्यालयलाई 49औं वर्ष पछि यो 50औं वर्षसम्म आइपुग्नको लागि योगदान गर्नुहुने अग्रजहरू, विभिन्न अग्रजहरू जो हाम्रो सामु हुनुहुन्न उहाँहरूप्रति म समर्पण गर्न चाहन्छु, उहाँहरूप्रति म समवेदना बन्न चाहन्छु र जो हाम्रो सामु हुनुहुन्छ जो जग्गादाताहरू, जो भूमिदाताहरू, जो चन्दादाताहरू उहाँहरूलाई म व्यक्तिगत तर्फबाट र यो विद्यालयको यो आयोजक कमिटीको तर्फबाट सबैलाई मोरी सलाम गर्न चाहन्छु। विद्यालय एकैचोटि यो 50औं वर्ष आइपुग्दा यो स्थितिमा आइपुग्यो होइन। हिजो धेरै हाम्रा बुवा बाजेहरूले, विभिन्न शिक्षा प्रेमीहरूले विद्यालयको लागि यो क्षेत्रको यो दोर्दी खोलाकै यो भाइ बहिनीहरूको आँखा खुलाउनको लागि विभिन्न सङ्घर्ष गरे। कहिले स्याउलले बारेको गोठमा पढे, कहिले चौतारामा पढे, कहिले धनसारमा पढे र त्यो हुँदाहुँदै कहिले आँगनमा पढे, कहिले चौरमा पढे, हुँदाहुँदै एउटा सानो झुपडी विद्यालय स्थापना गर्यो र त्यो हुँदाहुँदै अहिले यो ठुल्ठुलो बिल्डिङहरू बनिरहेको छ। हिजो विद्यालय एकदमै झुपडी थियो, विद्यालय झुप्रो थियो, विद्यार्थी थुप्रो थियो। अहिले विद्यालय बनेको छ बङ्गाल, ठुल्ठुलो बङ्गाल बनेको छ, विद्यार्थीहरू कङ्गाल हुँदैछ, थोरै हुँदैछ। यो के हुन गइरहेको? तर यसरी अहिले विद्यालय एकदमै घटिरहेको, सबै चाहिँ हाम्रो गाउँघरमा बसिरहने बाआमाहरू सबै सहरप्रति आकर्षित भएर गाउँबाट चाहिँ पलायन भइरहेको अवस्थामा हामीले एउटा लक्ष्य लिएको छौँ। यो विद्यालयलाई स्वर्ण जयन्ती मनाउने भनेर हामीले 2081 साल पौषको 7 गते यहाँका बुद्धिजीवीहरू, यहाँको शिक्षा प्रेमीहरू, यहाँका आमा समूह युवा क्लब बसेर एउटा आठवट गरे। भगवान आधारभूत विद्यालयमा हामी मावि चलाउने त अहिले भनेर एउटा सल्लाह गरेर एउटा नारा लिए। स्वर्ण जयन्तीमा आर्थिक सङ्कलन, भगवान आधारभूत विद्यालयमा मावि सञ्चालन भनेर हामीले यो आठवट लिए। जुन हामीले लिएको नारालाई यो परीक्षण गर्नको लागि जस्तो लाग्दैन मलाई। यसलाई हामीले गरेको लक्ष्य पुरा गर्नको लागि हामी 101 सदस्यीय समिति बनाएका छौँ र यहाँ विद्यालय व्यवस्थापन समिति, यहाँको बुद्धिजीवीहरू, यहाँको राजनीतिक कर्मीहरू, जो शिक्षा प्रेमी हुनुहुन्छ, हामीले एउटा चुनौती दिएको छ कि यहाँका जनप्रतिनिधिहरू, यहाँको विद्यालय व्यवस्थापन समितिलाई अब यहाँको जनताले यो दोर्दी खोलाको यो ढोडेनी फलेनी बन्सारको यो क्षेत्रमा परेको जनताले यहाँ मावि चलाउनुहोस् भनेर हामीले चाहिँ ठुलो अभिभावक सुम्पिएको छ।
भाइलाई कहीं मञ्चमा जोरदार तालीले स्वागत गरिदिनु होला भन्दै अबको लागि मुस्कुराउँदै हेर्ने उनलाई यो गीत गाउँछु यहाँहरुको लागि सबैजना नाचेर पनि सपोर्ट गरिदिनु होला थ्यांक यू भेरी मच कृपया ट्र्याक बजाइदिनु होला
अबको प्रस्तुति यसै विद्यालयका विद्यार्थी बहिनीहरूको यहाँहरू माझमा। धन्यवाद।
धन्यवाद विद्यार्थी भाइ बहिनीहरू, सुन्दर सोरी विद्यार्थी बहिनीहरू। यो सुन्दर नृत्यको लागि म एउटा नृत्य जोड्छु। म हाम्रो अतिथि कलाकार आफैमा नृत्य निर्देशक खुमराज गुरुङलाई म स्टेजमा आमन्त्रण गर्न चाहन्छु। त्यस पछाडि चिज गुरुङको पाली है त हजुर। यति बेला भने म स्टेजमा आमन्त्रण गर्न चाहन्छु नृत्य निर्देशक खुमराज गुरुङ। कस्तो लाग्यो हजुर? एकचोटिलाई सबैले हल्लासहित ताली बजाउनुहोस् त। ल अब यस पछाडि चिज गुरुङलाई बोलाउने हो भने तपाईँहरूको यति हल्लाले चाहिँ पुग्दैन। आमाहरू दिदीबहिनीहरू सबैजनाले एकचोटि हात माथि गराउनु ल। सबैजना
सबैजनाले हातमा हात गरेर एकचोटि तेज गुरुङको लागि जोरदार ताली बजाइदिनु होला। पछिल्लो समय अत्यन्तै चर्चाको शिखरमा रहनुभएका लोकदोहोरी गायक गोर्खाली ठिटो मिठो आवाजको धनी तेज गुरुङलाई आफ्नो प्रस्तुति राखिदिनको निम्ति म स्टेजमा आमन्त्रण गर्न चाहन्छु। स्वीकार्नुहोला अब तेज गुरुङको पाली। पराईले हातैले प्रहार गरे पनि दुख्दैन बरु आफन्तले वचनले प्रहार गर्दा दुख्छ मलाई। पराईले हातैले प्रहार गर्दा पनि दुख्दैन बरु आफन्तले वचनले प्रहार गर्दा दुख्छ मलाई। अरूले साथ दियोस् नदियोस् लमजुङेले साथ दिए पुग्छ मलाई। धेरै धेरै धन्यवाद छ। कुशल उद्घोषक मेरो सहकर्मी मित्र हुनुहुन्छ अनुज अधिकारी, उहाँलाई एकदमै सम्मान गर्न चाहन्छु। चर्चित लोकदोहोरी गायक पनि हुनुहुन्छ र लोकदोहोरी प्रतिष्ठान लमजुङको अध्यक्ष पनि हुनुहुन्छ। उहाँको विधा के हो वर्णन गरेर साथ दिए छैन, उहाँलाई एकदमै सम्मान गर्न चाहन्छु। हामी सँगसँगै गीत गाउँदै हिँड्थ्यौँ। मेरो सहकर्मी मित्र पनि हुनुहुन्छ, उहाँलाई सम्मान गर्न चाहन्छु। त्यसै गरी मलाई यहाँसम्म आउनुको लागि अवसर प्रदान गर्नुहुने, यो रमणीय भूमिमा पाइलो टेक्ने अवसर प्रदान गर्नुहुने सम्पूर्ण आयोजक टिमलाई हृदयदेखि नै धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। हाम्रो यो श्री भगवान आधारभूत विद्यालय स्वर्ण जयन्ती समापन समारोहमा मलाई निम्त्याउनु हुने सम्पूर्ण आयोजक टिमलाई हृदयदेखि नै धन्यवाद व्यक्त गर्न चाहन्छु। विशेष त यहाँ आउनको लागि मलाई चाँजो पाँजो मिलाइदिनु हुने हाम्रो टिकाराम घले दाइ हुनुहुन्छ, उहाँलाई एकदमै शिर निहुर्याएर सम्मान व्यक्त गर्न चाहन्छु। कता हुनुहुन्छ? उता जानुभएको छ। एकदमै कलाकारलाई अत्याधिक माया गर्नुहुन्छ, दाइलाई एकदमै सम्मान गर्न चाहन्छु। लोकदोहोरी प्रतिष्ठानको उपाध्यक्ष पनि हुन्छ आफैमा, पूर्व उपाध्यक्ष उहाँलाई एकदमै सम्मान गर्न चाहन्छु। यहाँभन्दा अगाडि म दोर्दीमा पनि कार्यक्रममा आएको थिएँ, सम्झिनु भएको थियो। र यो वर्षभित्र मात्रै म लमजुङमा चाहिँ 8-9 चोटि चाहिँ कार्यक्रममा आउन पाएँ। एकदमै खुसी लाग्छ, अत्याधिक माया गर्नुहुन्छ। यहाँ गुरुङ बस्ती धेरै भएर पनि होला, सबैजना मेरो आफ्नो जस्तो लाग्छ, मेरो आफन्त जस्तो लाग्छ। आज पनि म यहाँ उभिएर चाहिँ बोलिरहँदाखेरि आफ्नै घरको पिँढीमा बसेर आँगनमा बसेर बोलिरहेको जस्तो भान भइरहेको छ। मेरै दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ, आमाहरू हुनुहुन्छ, बाबाहरू हुनुहुन्छ, काका काकी मामा माइजूहरू हुनुहुन्छ, मेरो सासू ससुराहरू हुनुहुन्छ, हुनेवाला सबैजनाले एकदम सम्मान गर्न चाहन्छु। एकमुष्ट रूपमा यतादेखि उतासम्म, केटीदेखि केटासम्म, जनतादेखि नेतासम्म सबैजनालाई एकमुष्ट रूपमा सम्मान व्यक्त गर्न चाहन्छु। त्यसै गरी हामीसँगै हुनुहुन्छ शान्ति सुनार दिदी हुनुहुन्छ, चर्चित लोकदोहोरी गायक हुनुहुन्छ, मेरो आदरणीय दिदी, धेरै पहिलादेखि चिन्जान्छ, दिदीलाई एकदमै सम्मान गर्न चाहन्छु दिदीलाई। त्यसै गरी सुनिता गुरुङ हुनुहुन्छ, सङ्गीता गुरुङ हुनुहुन्छ, एकदम बहिनीलाई पनि सम्मान गर्न चाहन्छु। राज गुरुङ दाई हुनुहुन्छ, उहाँलाई पनि सम्मान गर्न चाहन्छु। र वाद्यवादन समूह मेरो दाईहरू हुनुहुन्छ, उहाँहरू सबैजनालाई एकमुष्ट रूपमा सम्मान गर्न चाहन्छु। त्यसै गरी दोर्दी गाउँपालिकाका उपाध्यक्ष हुनुहुन्छ भिक्षा बहादुर घले हुनुहुन्छ, उहाँलाई पनि एकदम सम्मान गर्न चाहन्छु। कता हुनुहुन्छ? एकदमै हँसिलो मान्छे, ननाचे नि नाच्ला जस्तो, दोहोरी पनि गाउनुहुन्छ जस्तो लाग्छ मलाई। एकछिनपछि हामी दोहोरी पनि गाउनेछौँ, तपाईँहरू कतै नजानु होला। तपाईँहरू मध्येबाट कोही दोहोरी गाउने इच्छुक हुनुहुन्छ पनि सम्पर्क गर्न सक्नुहुन्छ, म गाउनेछु। त्यसै गरी हाम्रो शान्ति दिदी पनि हुनुहुन्छ, यहाँ भाइहरूले हात उठाउनु भएको छ। कहाँ तपाईँहरूले गाउनुहुन्छ दोहोरी? मलाई भर्खरको तरुणीहरू चाहियो दोहोरी गाउनुको लागि। त्यसै गरी हाम्रो मूल समारोह समिति अध्यक्ष हुनुहुन्छ हाम्रो मीनबहादुर घले हुनुहुन्छ, उहाँलाई पनि सम्मान गर्न चाहन्छु। त्यसै गरी प्रमुख अतिथि हाम्रो अर्थमन्त्री डाक्टर टकराज गुरुङ हुनुहुन्छ, उहाँ गइसक्नुभयो, तैपनि उहाँलाई सम्मान गर्न चाहन्छु, सम्झिन चाहन्छु यतिखेर। त्यसै गरी सल्लाहकार हाम्रो टिकाराम घले दाइ हुँदै हुनुहुन्छ। त्यसै गरी कलाकार व्यवस्थापन उपसमिति संयोजक हुनुहुन्छ जङ्गबहादुर घले हुनुहुन्छ, उहाँलाई पनि सम्मान गर्न चाहन्छु। त्यसै गरी प्रचार प्रसार उपसमिति संयोजक सुनिल घले हुनुहुन्छ, उहाँलाई पनि सम्मान गर्न चाहन्छु। लगायत स्टेजमा जति पनि अतिथिहरू हुनुहुन्छ अघि पनि थपिनु भएको छ, चिन्जान हुन बाँकी नै छ। एकछिनपछि हामी चिनापर्ची गरौँला, नाम लिउँला। सबैजनाले एकमुष्ट रूपमा हृदयदेखि नै धन्यवाद अनि सम्मान व्यक्त गर्न चाहन्छु। र त्यसै गरी टेक्निसियनमा रहनुहुने मित्रलाई पनि सम्मान गर्न चाहन्छु। कहाँ हुन्छ घुमाएर राम्रो बनाएर बजाइदिनुको लागि अनुरोध गर्न चाहन्छु। त्यसै गरी हाम्रो यहाँ क्यामेरा पर्सनमा हुनुहुन्छ हाम्रो यहाँ
पत्रकार मित्रहरू हुनुहुन्छ सबैजनालाई एकदमै सम्मान गर्न चाहन्छु। अब नाच्नुपर्छ हुन्छ लेखेर बालबच्चा केटकेटी भाइ बहिनी मात्रै कराएका उता बलियो बाङ्गोहरू पछाडि पछाडि बस्नु भएको छ। हाम्रो सोल्टीहरू दाईहरू सोल्टिनीहरू बहिनीहरू अलि अगाडि आउनु पर्यो। म चाहिँ अरू ठाउँमा कार्यक्रममा गएको बेलामा फुर्ती लाउने गर्छु कि तपाईँहरू लमजुङतिर जानुहोस् त हे भन्न साथ मान्छे गुटुटु आएर नाच्छन् भनेर फुर्ती लाउँछ। आज मेरो नाक राखिदिनुहोस् है, सबैजना अगाडि आएर नाच्नुपर्छ नि। एकचोटि है त हाम्रो लमजुङको जोस हेरौँ, दोर्दीको जोस हेरौँ है त। नमस्ते। अझै यता पछाडि पछाडि टिभी हेरेर बस्नु भएको छ किन हो? फेरि सानो भयो क्या हो? हुन त यति बेला अब घरमा चाहिँ भात पकाउने बेला पनि भयो, कुखुरा बाख्रा हुर्ने बेला पनि भयो। आज यति नजानु के हुन्छ र, रमाइलो गर्नुपर्छ। मान्छेको जिन्दगी हो, कहाँ गएर रोकिन्छ, कहाँ गएर सकिन्छ, कहाँ गएर टुङ्गिन्छ, कसैलाई पत्तो हुन्न, फर्केर आउने भनेको याद मात्रै हो। त्यसैले आजको दिन चाहिँ हामी सबै भएर यादगार बनाउनुपर्छ। हुन्छ एकचोटि चाहिँ हाम्रो महिलाहरूको मात्रै आवाज सुनौँ है त, हाम्रो आमा दिदी बहिनीहरूको मात्रै आवाज सुनौँ है त। नमस्ते। हो अब हाम्रो पुरुष मित्रहरूको, हाम्रो सोल्टीहरूको, दाजुभाइहरूको, बाबाहरूको आवाज सुनौँ है एकचोटि। नमस्ते। कसले जित्यो? हुन त मैले महसुस गरेको केटीहरूभन्दा केटाहरू नै मनकारी हुन्छन्, हो कि होइन? कसरी भन्दाखेरि म अस्ति चाहिँ काठमाडौँबाट पोखरा जाँदै थिएँ, गाडीमा मेरो सिटमा नजिकै चाहिँ एउटा अत्यन्तै राम्री ब्युटिफुल महिला आएर बस्नु भएको थियो। त्यसपछि उहाँलाई निद्रा लागेछ, निद्रा लागेपछि उहाँले मेरो कुममा टाउको एउटा निदाउनु भयो। ठिकै छ नि त, महिला मान्छे निदाइरोस् भनेर चाहिँ मैले माया लाएर निदाउन दिएँ। त्यसपछि उहाँ बिउजिनु भयो, मलाई निद्रा लाग्यो, मैले उहाँको कुममा यसो टाउको अडाएको, थुक्क मुर्दा मलाई छुन्छ शरीरले हो नि त। यहीँबाट पुष्टि हुन्छ पुरुषहरू नै मनकारी हुन्छन् र महिलाहरू कतिको मनकारी हुन्छन् भन्ने कुरा चाहिँ अहिले यहाँ पुष्टि हुन्छ। कतिको नाच्न आउनुहुन्छ अगाडि त्यो हेरेर थाहा हुन्छ। सबैजना नाच्नुपर्छ है। यता यहाँ चट्ट ड्रेस लगाएर बस्नु भएको छ हाम्रो सोल्टिनी भनौँ कि बहिनी भनौँ कि उहाँलाई पनि सोल्टिनी नै भनौँ। फेरि अहिले म यतिखेर चाहिँ विद्यालय हाताभित्र छु, अलि सम्हालेर पनि बोल्नु पऱ्यो, धेरै जिस्किन नि भएन है। म यस्तै स्थानमा छु अहिले यतिखेर चाहिँ। त्यसैले यहाँ हाम्रो चट्ट ड्रेस लगाएर बसेको भन्दा नाचेको राम्रो देखिन्छ। अगाडि आएर नाच्नुलाई यता हाम्रो बहिनीहरू पनि हुनुहुन्छ, पछाडि पछाडि हाम्रो अघि हात तलाइराख्नु भएको थियो हाम्रो सोल्टीहरू दाईहरू हुनुहुन्थ्यो। हात तलाउनु एकचोटि, हात चाहिँ हलाउने किन डरायो त नि, अगाडि आउनु पऱ्यो। कोही कोहीलाई चाहिँ एकदमै नाच्न मन लागिरहेको हुन्छ, फेरि धकेल्ने मान्छे चाहिन्छ कि नाच्न नाच भन्ने, ए भो म नाच्दिनँ भन्ने अर्कोले फेरि कर गर्ने मान्छे चाहिन्छ। मेरो एकजना साथी थियो, एकदमै नाच्न मन गर्ने तर मान्छेको अगाडि नाच्नलाई लाज मान्ने। एकचोटि चाहिँ पूजामा नाच्न जान लाग्यो, त्यसपछि हेर जान लाग्यो। अनि मेरो साथीले भन्नुभयो त्यहाँ आज मलाई नाच्न मन लाग्छ, तिमीहरूले चाहिँ मलाई कर गरा हो, नाच 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 भनेर कर गरा। म चाहिँ नाच्दिनँ भो भन्छु, तिमीहरूले चाहिँ मलाई धकालेर अगाडि लैजाऊ भन्नुभएको थियो। त्यहाँ पुगेपछि त हामी चुप लाएर बस्यौँ, पछि केही सिप नलाएर आफै उठेर नाच्नुभयो। त्यही भएर आफै रमाइलो गर्नुपर्छ। तपाईँहरू पनि वर्षभरि दुःख गर्नुहुन्छ, भोलिबाट सबै मेलापातमा हुनुहोला, घरमा दुःख गर्नुहोला, भाइ बहिनीहरू स्कुलमा पढ्न आउनुहोला। त्यसैले आज चाहिँ रमाइलो गर्नुपर्छ सबैजना। हुन्छ र स्टेजमा रहनुहुने सम्पूर्ण अतिथिहरूलाई पनि नाच्नुको लागि आग्रह गर्दै अहिलेको लागि भने ट्र्याक रेडी छ। एकदमै फुल पावरमा कन्जुसियाइ नगरिकन एकदमै यो दोर्दी थर्किने गरी तरिकाले बजाइदिनु होला। सम्पूर्ण कलाकारको मुटु, आयोजकको मुटु, दर्शकको मुटु भनेको नै चाहिँ साउन्ड सिस्टम हो। त्यसैले दिल फुकाएर चाहिँ बजाइदिनुको लागि अनुरोध गर्न चाहन्छु। यहाँ हाम्रो आमाहरू हुनुहुन्छ, सबैजनालाई एकदमै शिर निहुराएर सम्मान व्यक्त गर्न चाहन्छु सबैजनालाई। र सुरुमा म अलिक स्लो टाइपको गीत गाउँछु, हाम्रो आमाहरूसँगै नाच्न सक्नुहुन्छ। यो गीतमा चाहिँ ढाड पनि सड्किँदैन, गानो गोला पनि जाँदैन। त्यसैले सबैजना आमाहरूलाई नाच्नुको लागि आग्रह गर्न चाहन्छु। हाम्रो बहिनीहरू हुनुहुन्छ यता सोल्टिनीहरू अगाडि आएर नाच्नको लागि अनुरोध गर्न चाहन्छु। र सम्पूर्ण पितृहरूलाई आशीर्वाद दिँदै, पितृहरूको आशीर्वाद दिँदै एउटा गुरुङ गीतबाट स्टार्ट गर्न चाहन्छु। गणेश गुरुङको लय शब्द पवित्र गुरुङ र मैले गाएको थियौँ। मेरो युट्युब च्यानलमा छ, गएर पनि हेर्न सक्नुहुन्छ। अहिलेको लागि भने गला गोलो बजाइदिनु होला।
ट्र्याक नम्बर 23 प्ले गरिदिनु होला सबैजना नाच्नु होला है यता सबैजना लमजुङे भनेपछि चाहिँ नाच्न र गाउन त कसैले सक्दैन है ल सबैजना भिनाजुले गीत गाउने अब साला सालीहरू नाति अगाडि आउनु त अहिलेको लागि ट्र्याक नम्बर 22 प्ले गरिदिनुहोस् त अझै हाम्रो आमाहरूले नाति खाले गीत गाउँछु भर्खरै मात्र बजारमा आउँदै गरेको गीत कालिका रोकाएर मैले गाएका छौँ मेरो लय शब्दमा रहेको मेरो नसिब
रमाइलो भएको छ। जसमा सञ्चालन शब्द मैले गरेको थिएँ रचिता तामाङ दिदीले मैले गाएका थिएँ। एकदम पछाडि बस्ने हाम्रो भित्रमा बस्ने हाम्रो भाइहरू छोरीहरू दाइ अगाडि आउनु पर्यो प्लिज, अगाडि आउनुहोस् न। सुपारी दिएर प्रथम यता आमा दिदीबहिनीहरू अगाडि आउनु पर्यो है।
सम्पूर्ण टिमलाई सम्झिँदै अहिलेको लागि भने घुम्ती घुम्ती रोड ट्र्याक नम्बर 12 प्ले गर्दैछ।
धेरै धेरै धन्यवाद छ। नाचेर साथ दिने हाम्रो भाइ बहिनीहरू दिदीहरू आमाहरू बाबुहरू सबैजना अहिले हामी गोरुखाली बाँकी छ। ओके हाम्रो यो चाहिँ अलि उफ्रिन खाले गीत छ। बस्ने खानेको लागि सक्दैन मैले त्यसरी सुरु गरिहाल्छु बाबु। ओके ल ट्र्याक नम्बर 24 प्ले गरिदिनु होला। बसन्त थापाको लागि शब्दमा शान्ति श्री परिवार मैले गाएको छु। पनि छ हेर्न सक्नुहुन्छ। अहिलेको लागि भने अन्तिम हाम्रा छोरीछोरीहरूको लागि भाइ बहिनीहरूको लागि छोरीहरूको लागि बाजुहरूको लागि फेरि रातिहरू धेरै छ। यो गीतमा त अलि गाना बोल्न जाला जस्तो भयो। अब उठेर नाच्न पऱ्यो अनि हामीले नाच्नु खाने जस्तो भन्नुभएको छ। एकचोटि हावा सरेर गाउँ अनि अन्तिममै हो अन्तिम सबैजना एकचोटि नाचौँ है लास्टमा। अहिले हामी डोरी पनि गाउँदैछौँ। त्यसमा आवाज गरेर ओके
बेला चाहिँ माइक्रोमा उचालिएर पछाडि गरेर चाहिँ यो उदिपुरसम्म आएको, त्यहाँबाट फेरि बाइकमा आएको उचालिएर पछाडि गरेर यहाँसम्म। र तपाईँहरूको यो मायाले चाहिँ अझै मलाई ऊर्जा थपिदिनु भयो। एकदमै सबैजनालाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। विशेष गरी तपाईँहरूले मेरो दोहोरी कति हेर्नु भएको छ, सुन्नु भएको छ? छैन जोडी छैन मस्किने, आफै भात पकाउने आफै बस्दिने। यो टुक्काले धेरैजनाले उचालिनु भएको थियो। त्यसै गरी काको केटी उठाएर ल्याइ आभरै तेरी मलाई लन्ठु भनेर पनि धेरैजनाले उचालिनु भएको थियो। अहिले एकछिनमा हामी दोहोरी पनि गाउनेछौँ। अझै बाँकी नै छ, हाम्रो शान्ति दिदीहरू पनि गाउनु नै हुनेछ, अब राजदाईले गाउनु बाँकी नै छ। एकदमै गुरुङ गीतहरू उहाँको चर्चित गुरुङ गीतहरू छन्, अहिले एकछिनमा गाउनु हुनेछ। अहिलेको लागि एकछिनको लागि भने तपाईँहरूबाट विजिट गर्न चाहन्छु। सबैजनाको भगवान् रोटी दर्शक श्रोतालाई सम्मान गर्दै अहिलेको लागि बिताउन चाहन्छु। थ्याङ्क यू सो मच, धन्यवाद। थ्याङ्क यू। धन्यवाद। चर्चित लोक दोहोरी गायक आफैमा परिचित
गायक जिज गुरुङज्यूलाई भने अब म सहयोगी दाताहरूको नाम वाचन गर्छु र त्यसपछि हामी हाम्रो समूह नृत्य प्रतियोगिताको पुरस्कार वितरण पश्चात पुनः सांगीतिक कार्यक्रम लिएर आउँदैछु।
एउटा गुरुङ गीत गाइदिनुहोस् त अब त्यही ट्र्याक मात्रै एउटा गाइदिनुहोस् त अब ओके यो चाहिँ हाम्रो लोकसरको गीत हो होइन मायातिर चाहिँ केनो सिरेमाथि यो गीत नाच्छौँ हामी सबै अलिक झ्याउरे टाइपको छ यो रमाइलो छ
ओके, अब भने हामी दोहोरीतर्फ लाग्दैछौँ, तसर्थ बिदा हुन्छौँ। धेरै धेरै धन्यवाद, यहाँले सपोर्ट गरिदिनु भयो, माया गरिदिनु भयो, सबैजना नाचेर साथ दिनुभयो। यसको लागि सबैप्रति एकदम आभार व्यक्त गर्दै बिदा हुन्छु। यहाँको समय सबैको शुभ रहोस्। फेरि पनि भेटौँला। थ्याङ्क यू भेरी मच। खोइ त आज तारिख खोइ। धेरै धन्यवाद छ राजबहादुर गुरुङ दाई अनि सङ्गीता गुरुङ भान्जी अनि यहाँहरू सम्पूर्णलाई नाचेर साथ दिनुभयो। अब पनि मसोला सिरारी मरैटा झलला हो मसोला सिरारी मरैटा झलला चु जिन्दगी क्यों मिर्ला स्यु तंबी शक्योंगला हो चु जिन्दगी क्यों मिर्ला स्यु तंबी शक्योंगला